तिनले चार कथामा न हाम्रो नयाँ तल पनि अब त्यो यस्तो गरेर छोड्नु छोड्छ ल 16 Pro Max ल हाम्रो चाहिँ यहाँ चिकन चाउमिन र चिकन मोमो चाहिँ आइसक्यो होइन चिकन मोमो अरे चिकन बफ मोमो बफ चाउमिन आइसक्यो अब हामी खानु लाग्यो थोरै थोरै गरेर खानु लाग्यो है सन्चै हुनुहुन्छ म पनि सन्चै छु तपाईँहरूलाई मेरो ब्लगमा स्वागत छ आज म र हाम्रो सुरज दाई भएर चाहिँ हामी चाहिँ अहिले सिटी सेन्टर जानु लाग्यो अहिले चाहिँ हामी अन द वे हो हाम्रो यहाँ एकजना पाकिस्तानी ड्राइभरले चाहिँ हामीलाई चाहिँ पाकिस्तानी होइन पन्जाब इन्डिया और पाकिस्तान पन्जाब ड्राइभर्सले चाहिँ हामी चाहिँ भेटेका छौँ अब उसँग जाँदैछौँ है फुजेराको बाटो हेर्नुहोस् यस्तो छ फुजेराको रोड आकर्षक छ दामी छ नाइटमा अझ राम्रो देख्छ यो लाइटहरूले गर्दाखेरि डेमा पनि राम्रै देख्छ अबको 5-10 मिनटमा पुग्छ हामी सिटी सेन्टर जानु लाग्यो अहिले चाहिँ अन द वे हो अब ट्राफिक लाइटहरू छ यहाँ सिग्नलहरू अब यहाँ सिग्नल पनि खुलिसकेको छ अब चाहिँ हामी चल्दिन्छौँ डाइरेक्ट अब एकछिनमा पुग्छ 5 मिनट जतिमा पुग्छ यहाँदेखि नजिकै छ ल अहिले हामी सिटी सेन्टर आइसक्न लाग्यो अब डेमा चाहिँ अलिकति बाटो खाली नै हुन्छ अफिस टाइम पनि होइन अहिले 12 बजी 1 बजीको टाइममा बाटो अलिक खाली हुन्छ कि त्यही भएर चाँडै आइपुग्यो नत्र भने त टाइम लाग्छ साँझमा त सपिङ गर्नेहरूको भिड हुन्छ यहाँको अलि राम्रो सपिङ सेन्टर नै यही हो सिटी सेन्टर फुजेरा ल हामी चाहिँ अहिले सिटी सेन्टर आइपुग्यो है त गाइस ल अहिले चाहिँ हामी सिटी सेन्टरमा है सिटी सेन्टरभित्र छिर्नु लागेको यो त गाइस अहिले चाहिँ हामी सिटी सेन्टरदेखि फर्केको अब जे कामको लागि आएको थियो त्यो काम भएन पाएन होइन बडा दुःखको साथ भन्नुपर्दाखेरि पाएन जो एक्सपेक्ट गरेर आएको थियो त्यो चाहिँ भएन त्यही भएर चाहिँ अहिले चाहिँ हामी फर्किँदाखेरि लुलुमा पस्छौँ हेरौँ लुलुमा भेट्छ भेट्दैन आज हेरौँ लुलुमा भेट्यो भने भेट्यो लुलुमा भेटेन भने साँझ 3 बजे पछाडि
अब पसल खोल्दो रहेछ त्यसपछि त्यहाँ जान्छौँ त्यहाँ भेट्यो भने भेट्यो भेटेन भने त्यहाँ गएर नि पाएन भने सिधै नकिन्ने अरू नै कुरा किन्ने है त गाइस ल फाइनली आइफोन 16 प्रो म्याक्स 256 GB किनिसकेको अवस्था कस्तो फिल हुँदैछ दादा म र यहाँ अब यहाँ हाम्रो कता जानुभयो दाइ महेश बस्नेत महेश बस्नेत दाइ सुभाष भाइ आएको छ हो 17 प्रो म्याक्सले खिचिरहेको छ होइन ल यो ल अब चाहिँ म चाहिँ अनबक्सिङ गर्दैछु ल यहाँ खिच्नु त रेडी है उताबाट तान्ने हो हजुरबाट तान्नु न 304 का थाना ना हाम्रो नयाँ तल पनि अब त्यो यस्तो गरेर छोड्नै छोड्छ ल 16 प्रो म्याक्स नाइस कलर है डेजर्ट टाइटेनियम टाइटेनियम च्याप्ट लाएर यही होला फोन किनेर सबभन्दा यस्तो गरेर ल। भनेको यही होला ल फोन किन्ने है त अन गरिहालौँ हेलो देखाउँ कता यहीँ होइन हेलो देखाउँ ऊ आयो जुठो स्याउ पनि आयो ल स्याउ पनि आयो यसको साथ क्या क्या मिलेको सब खरिद्नु पऱ्यो केबल मात्रै रहेछ ल अब केबल सबै केबल किन्नु पर्ने है त अरू केही पनि आउँदैन। धेरै पश्चात महँगो धेरै फोन दुःख गरेर यो ल हेलो, हाई अब ल भनिदिनु। अब के सेटिङ हो अब चट्ट लाएर मिलाउनु सेटिङ पर्छ गरेर अहिले एकछिनमा हामी आउँला ल अब क्लोज हालिदिउँ है त क्यामेरा पनि त्यसो यो त कितना ल्याङ्ग्वेजमा आएर है ल केटो म नमस्ते रेस्टुरेन्टमा नमस्ते खै दाइ कति जानुभयो हो जाउँ ल आउनु न माथि जाउँ हिँड्नु न तपाईँ पहिला पहिला अरू दाइल अब 16 प्रो म्याक्स हो मैले अगाडि जानु 16 प्रो म्याक्स के हो र नमस्ते रेस्टुरेन्टमा छौँ होइन यहाँ मोबाइल किनेको यहाँ केटाहरूलाई यसो पार्टी सार्टी दिनु लागेको है 16 प्रो म्याक्स खरिदिएको यहाँ पनि देखाउनु न मेरो पनि। 17 प्रो म्याक्स केटाको पनि देखाइदिनु पऱ्यो होइन पऱ्यो तपाईँलाई किनेर अब चाहिँ यहाँ रेस्टुरेन्टदेखि अब यहाँ नमस्ते रेस्टुरेन्टदेखि खानासाना अर्डर गरेको छौँ अब आउँछ एकछिनमा है त अर्डर चाहिँ दिइसकेको छ आउँदैछ ल हाम्रो चाहिँ यहाँ चिकन चाउमिन र चिकन मोमो चाहिँ आइसक्यो होइन चिकन मोमो अरे चिकन बफ मोमो बफ चाउमिन आइसक्यो कहाँ मोमो दिए अब हामी खानु लाग्यो थोरै थोरै गरेर खानु लाग्यो है त हाम्रो चिकन चाउमिन चिकन झोल मोमो तिम्रो खै तिम्रो बफ झोल मोमो नै आउँदैछ होइन आउँदैछ होइन होइन यो त बफ झोल मोमो चाहिँ कति बेला आउँछ कसले भने खाता भने हँ? यही मात्रै हो म खाने किन बक्समा भएर भनेको होइन छैन एउटा बक्समा त हुँदैन। होइन, खाऊ न एउटा नखाने अहिले एकबाट एक दुइटा खाना पुग्छ हामी त दिँदैन दिँदैन अरे दाइ उसो बफ झोलमा मैले ल्याउने बफ झोल मोमो एउटा दिँदैन फुल पार्टी हो तिम्रो खाऊ न भाइ खाऊ मिठो भएन क्या हो ठिकै छ नट ब्याड दाइले दिएको पार्टी यसो खुसी भएर खाउने यार एकदम खुसी एकदम खुसी हो नि त तपाईँलाई तपाईँको उसमा खुसी कङ्ग्रेचुलेसन ल खाऊ न खाऊ Huge खिलाइ मात्र रह्यो ल कस्तो खाने लाज लाग्यो भोगी क्या शुक्रिया आजसम्म त अब आइफोन अरे स्यामसङको अब A50देखि आइरहेछ भोलिदेखि आउँछ फेरि आइफोन 16 प्रो म्याक्सदेखि ब्लग गर्दै गाइज